तपाईँ साँच्चै नै देशभक्त हो भने, तपाईँ साँच्चै नै देशको प्रेमी, देशको माटो प्रेमी हो भने तपाईँले भोट हाल्दै गर्दाखेरि सोच्नुपर्छ। 10 चोटि सोच्नुपर्छ। अर्कसम्मलाई पनि 10 चोटि सोच्नुहोस्, अरूलाई पनि 10 चोटि सोच्नुहोस् है। र जो चाहिँ तपाईँलाई चाहिँ निखुर मान्छे लाग्छ, जो चाहिँ देशभक्त मान्छे हो भन्ने लाग्छ, जो चाहिँ तपाईँलाई चाहिँ इमान्दार भन्ने मान्छे लाग्छ, जो चाहिँ भिजन भएको भन्ने मान्छे लाग्छ है, जसको चाहिँ नीति तथा कार्यक्रम राम्रो छ र उसले काम गरेर देखाउँछ भन्ने लाग्छ, जो चाहिँ सुशासनको पक्षमा लड्छ, उभिन्छ भन्ने लाग्छ, त्यस्तो मान्छेलाई तपाईँको अमूल्य भोट दिनु। मैले बारम्बार भन्दै गरेकै कुरा याद गराउँछु, लोकतन्त्रमा एकजना मान्छेलाई शासन गर्ने अधिकार एउटा दिएको हुन्छ। मलाई पनि शासन गर्ने अधिकार दिएको छ, तपाईँलाई पनि दिएको छ। लोकतन्त्रमा कि त तपाईँले भोट हाल्नुपर्छ कि त भोट माग्नुपर्छ है। तपाईँको चाहिँ नागरिकले कि त भोट माग्छ कि त भोट दिन्छ। अब त्यो एउटा अधिकार हुन्छ सबैसँग। धनीसँग चाहिँ 5 वटा भोट हुने होइन, धनीको भोट चाहिँ 5 चोटि गर्नुपर्ने, गरिबको भोट चाहिँ यो सफारी चालक साथीहरूको तपाईँको चाहिँ छ नि यहाँनिर मजदुर गर्ने, ती मजदुरी ज्यादा मजदुरी गर्ने मान्छेको भोट चाहिँ आधी मात्रै जनगणना हुने हुँदैन। हामी सबैसँग एउटै मात्रै भोट छ, एउटै मात्रै यो देशमा शासन गर्ने अधिकार हामी सबैसँग नागरिकसँग लोकतन्त्रमा छ। त्यो मताधिकारको भोट हाल्ने अधिकार हामीले दिँदै गर्दा कसैलाई धेरै पल्ट सोच्नुपर्छ कि पर्दैन? सोच्नुपर्छ कि पर्दैन? त्यसो भएको कारणले गर्दाखेरि त्यो मताधिकार पाएर जाने मान्छेले यो देशको भाग्य र भविष्य कोर्ने हो, कानुन बनाउने हो। यो देशमा कस्ता खालका आर्थिक नीति, कस्ता खालका सामाजिक रीतिरिवाज, कस्ता खालका चाहिँ तपाईँको चाहिँ भौतिक विकासदेखि लिएर शिक्षा गर्ने, के गर्ने, आर्थिक विकास, सबै खालको नीति बनाउने मान्छेलाई भोट दिँदै गर्दा सोच्नुपर्छ कि पर्दैन? नेपाली जनताले सधैँभरि हामीले मिस्टेक गरेर एउटै। त्यसो भएको कारणले गर्दाखेरि लभ गर्छु, देशलाई माया गर्छु भन्ने व्यर्थ छ, व्यर्थ छ त्यो है। हामी नढाँटौँ यो देशलाई, हामी नढाँटौँ हामी उभिएको यो पवित्र माटोलाई, हामी नढाँटौँ यो चाहिँ पवित्र बराह क्षेत्रको माटोलाई। अब तपाईँहरूले साँच्चै नै अब आँखा खोलेर सोच्नुपर्छ, तपाईँको चाहिँ दिमागको बत्ती खोलेर बालेर सोच्नुपर्छ, अब कता जाने, के गर्ने।